गुड मर्निङ एभ्रिवन। हामी चाहिँ यहाँनिर सुँगुर पोल्दैछौँ है, सुँगुर। के सुरु भयो है हाम्रो गाउँमा। अब यस्तो छ, एनीबडी साइला बनाएको त हामीले यसो टेस्ट हाल्नु नुन टेस्ट पाक्यो पाक्नु चाहिँ पाइछन् कसो राम्रो हो जन्ती फेरियो है। चेलीहरूले यहाँ बाटो छेक्दै हुनुहुन्छ बेहुलाको लागि। अहिले चाहिँ कलिया भेट भइरहेको छ। यहाँनिर फेटा बाँध्ने कार्यक्रम चलिरहेछ। के छ बेहुलाको दाइहरू? आनाजीमा हाम्रो यथायथमा मात्रै राम्रो मोसा धम्सा र फिरमुसा लाम्चेपा हाम्रो नाचीमा टोजो नाका सुकोर सलिम्पामो थाला बारु लेचेपा लेटानी हाम्रो इरुङ लेता आकारण लेता सिमरुङ लेता 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 नक्कले मछा रहेछ। आसिमो कहाँ छ्याडुङ कोही आसिमो खमा बिच्छीको छ्याडुङ कोही नक्कले रहेछ। फेरि पनि फेरि त्यो पाखा पुगे पाखा नै अर्खौले रका बिजुली खाटे रेना खान बिजुली सङ्या लजे नाका चिको थाला बारु अन्नङो हसुङ पासुङ नुङ टाया डुङ अन्नङ का पुसुङ उडा छिजीमा पुमा हसुङ चाहिँ इराका रहिङे तर आङा आकुरुङ पाप्मे हिँगे आइमा हाइमा फुच्याङ मे पुसे कहाँ अन्नडामा जिरुङ लुठला म बाउ आस उडामा बाउ लुठला आस यो पैसा यहाँ जन्ती बस्ने ठाउँ चाहिँ यतापट्टि राखिदिएको रहेछ। सुङखिम बेहुलाहरू आइसकेको छ।
यहाँ आगो पनि बलिसकेको छ। वाचिनारी पनि तामासिनी आबे पनि तामासिनी वाचिनाङ्ग्री लाइक्योङे खचम नाम्री पनि ताकुरुम खाकामा कैकाको पिटेको छ जुगो पैसा हाल्नुपर्छ रे त्यहाँ खनेर यहाँ पैसा खसाल्नु पर्दैन हाम्रो बहिनी दियौँ भयो हाम्रो त साकार लियोङ आपा खैनीलाई हलकाको तिमी तारेवासा टामैना टाछिजी खतिम नाम्री खुट्टा मेदमा तर तियाको खतिम नाम्री तियाङो पापुजे उडाको दुईपट्टिको चाहिँ खतिम नाम्री हालिला खेल्छ विषयमा कुकु चिरे भेटी फेरि काइने टाएपा खतिम नाम्री खुर्मे नान्के नाका टाकुरा चाहिँ टाकुरा चाहिँ यहाँ जन्ती लिएर आइसक्यौँ बिदा गर्दै हुनुहुन्छ यहाँ अब हामी थोरै समय पछाडि यहाँ कल्या बिदाई हुँदैछ त्यस पछाडि चाहिँ हामी फर्किनेछौँ त्यो भेट्छ कलियाको चित्त दुख्यो भने बेहुला बेहुला भेट्छ है त्यसरी चित्त दुखाउनु हुँदैन सफा सफा छ सफा सफा छ तिम्रो सारेमा उतैबाट गर्छ के कति दिनुपर्ने के दिनु भने उतैबाट गर्छ यहाँ चाहिँ यो एक बदल यहाँ हाम्रो कलियालाई तर पैसै ल्याउनुहोस् न छिटो गरेर पैसैमा माग्छौँ त हामी त आधी आधी है तिम्रो र मेरो परिवार नियोजन नगर्नु आशीर्वाद दिँदै हुनुहुन्छ यहाँ मेरो आशिक नधरोस् एकदम सुपुत्र सुपुत्र सुपुत्री सुपुत्री जन्मोस् हे नातिमा अब जन्ती बिदा भइरहेको छ छालापाची ओबामा कुरुङपाची हो ल छालापाची ओबामा कुरुङपाची हो ल माउलीजी आइपुग्यो है बाउला बेहुलीहरू
र फर्सी धारामा हात धौ हड्डी खाएर ल है आफ्नै बिहामा भात खाएको कस्तो हुन्छ बोल्नु पर्यो अलिअलि इन्टरभ्यू दिनु हो र आज नाच्ने होला नि त खान्छ ताली पड्काउनु हुँदैन आज चाहिँ यो माथिल्लो रक्सी भान्से त्यस पछाडि तल खाना खाने ठाउँ राईहरूको अनि भान्सा तल छ यतापट्टि नेवार भान्सा थुप्रै भान्सा हुन्छ यतापट्टि गिरिपुरी भान्सा अनि अलिक अगाडि चाहिँ सुबेडी भान्सा ल ल हाम्रो वडादार चाहिँ खटिराख्नु भएको छ पालेन के कहाँबाट बिमा पनि अधिकार पहिला कहाँबाटको भानिस होइन अब निशानी काम पासेर नदी बन्नु भएको छ सिम नभए नदी बग्दैन नदी बन्नु भएको छ नदी रनको हजुर भगवानसँग प्रार्थना गर्छु नदी बनेस् मेरो नाति नाति यो भन्दै शिर भ्याउने नातिले चाहिँ नाति अथवा भान्जाले तपाईँलाई शिर भ्याउने केही पनि छैन होला यस्तै हो तपाईँलाई यसो शिर भ्याउनुमा मात्रै राखेको है बुढमाउलीहरूलाई सम्झाइ यहाँहरूको हामीप्रतिको आदर सम्मान जुन ढङ्गले बुझ्नु भएको छ र जसरी हामीलाई सम्मान गरिदिनु भएको छ यो अत्यन्तै सराहनीय छ। खुसीको कुरा यहाँले हामीलाई सिम सम्झिनु भएको छ। बुढो माउलीहरू बुढो अझै तपाईँहरूले अझ सत्कार गर्नुभएको होइन, किनभने तर माउलीहरू बुढो माउली भने पनि शब्दमा बुढो माउली भने पनि त्यो तपाईँहरूको मनमा पहिल्यै छ, तपाईँहरूको मनमा ताजै छ र त सम्झिनु भएको छ। यसरी सम्झिनु यो एउटा खुसीको प्रसङ्ग पनि हो र यसरी विशाल बनोस् हाम्रो भाना भान्जाहरू नाति नातिनाहरू विशाल बनोस्, उहाँहरूको भावी औँसी चम्कियोस्, उहाँहरूको दाम्पत्य जीवन चाहिँ सदाबहार होस् होइन, हरियाली रहोस्, कहिले पनि त्यसमा चाहिँ तलमाथि नहोस्। हर परिस्थितिमा उहाँहरूले चाहिँ जुटेर समाजको हरेक परिस्थितिमा जुटेर अगाडि बढ्न सक्ने क्षमता प्रदान गरोस्। भगवानले उहाँलाई आशीर्वाद दिनुभएको छ, हामी पनि उहाँलाई आशीर्वाद दिन्छौँ। न त खानेचरी आशीर्वाद लाग्दैन भन्छ होइन, उहाँले कर्म त गर्नै पर्छ, तर हामी उहाँहरूको लागि हातमा बल दिनको लागि, हामी आशीर्वाद अलिकति बल थपिदिनको लागि हामी बुढो माउली पनि तत्पर भएका छौँ र उहाँहरूको भावी भविष्यको राम्रो होस्, त्यो राम्रोको लागि चाहिँ हामी पनि आशीर्वाद यो तलबाट आज दिँदैछौँ र
लाग्यो क्या मलाई। इन्टरनेसनल हो नि त। मान्छे बिदा छ अनि हामीले चाहिँ यहाँनिर थालबटकोहरूलाई कन्ती गर्दैछौँ। अब यहाँनिर हामीले सबै खाने कार्यक्रम बाँकी छ। सामुदायिक भवन हाम्रो सामानहरू आउँदैछ बिहे घरबाट। यो हाम्रो सिलहरू हो, यसलाई अलिक व्यवस्थित गर्नुपर्ने छ। मास्तिर पनि सामानहरू प्रशस्त छ। सामानहरू पुरै भरेको छैन, आउनै बाँकी छ। यो मलमपट्टिको काम यहाँले गरिरहनु भएको छ, दाइले गर्नु भएको छ र अब उहाँले अर्को पनि हाम्रा लम्बीहरूलाई पनि गर्दै गर्नु भएको छ। यी कुराहरू यहाँले बुझिदिनु भएको छ र हाम्रो अब त्यस्ता केही गुनासोहरू छन् भने कसैले राख्न पनि सकिन्छ। यस्तो कार्य सबै नै होस्, बढिया कार्य र तपाईँ हामी सबै यसरी भेला हुनु। तपाईँले हात खुट्टा दबाउनु भयो, जोस गर्नुभयो, कति दुःख भयो गर्नुभयो। हामी आयो यत्रो पाहुनाले जम्मै पाउनुभयो तपाईँहरू नि। हेर्नुहोस् यसो सधैँभरि होस्। एउटा के भन्छ नि सागुको काम गर्ने काम गरेको छ होइन। पारिवारिक सम्बन्ध कायम गरिदिएको हुनाले तपाईँहरूको पनि मनमा दुःख अब फेरि पनि यस्तो खालको काम गर्नुपर्छ। त्यति बेला पनि हुल्ल्याएको छ, बुवाले भनेर पित्रमा हुल्ल्याएको छ। अब विभिन्न भएको हुनाले अब टाउको राख्नु पर्छ, के राख्नु अर्तिर हाम्रोतिर खाने चलन थिएन। त्यही अब यो सिरु बाउने ल कलिहरुको कृपाले के भन्नुपर्ने भन्दिनु ल। धन्यवाद यहाँलाई, धेरै धन्यवाद। हाम्रो सिरमाथि सबैबाट पुगिसकेको छ। यो एउटा के थियो भने कि साइनले हाम्रो सिरु दिनु भयो। म वास्तवमा खोले हैन, म हलिया हो। त्यही पनि सिरु दिनु भयो। हरदम गर्देऊ भन्नु गाउँमा चाहिँ बिहे सकिसके पछाडि भान्सेहरूलाई भान्से बिदाउने कार्यक्रम हुन्छ। अनि सामानहरू हामीले समाजको सामानहरू सबै पठाउनुपर्छ। हामीले धेरै सामान लैसक्यौँ र अहिले भान्से बिदाउने कार्यक्रमको अन्तिम चरण भएको छ। अनि यहाँनिर चाहिँ अब भान्से बिदाउनीमा यहाँनिर चिसो, रक्सी, जाँड अनि त्यसपछि साइला खुइहरू सबै भनिन्छ। र यहाँ हामीलाई हाम्रो योद्धा परिवारको भाडा कुडा नाच गान सबै गरे बापत हामीले 2000 देखिको उपपति गर्ने भनेर चाहिँ हाम्रो 1500 दिनको राख्ने भनेर हाम्रो निर्णय भएको कारणले उहाँले पनि हामीलाई हाम्रो दुःख हाम्रो भान्सेको भाडाभाडा कति कुच्यो होला होइन, हात खुट्टा डोड्यो होला, फेरि पनि योद्धा परिवार ठुलोस् फलोस् भनेर उहाँले योद्धा परिवारको भविष्यको लागि हामीलाई 5000 प्रदान गर्नुभएको छ। उहाँहरूलाई मुरी धन्यवाद। पैसा सहकारीमा राख्ने गरेको छु।